हेलो गाइज, वेलकम टु माई ब्लग। हिजो रातिको पानीले चाहिँ यस्तो बनाएको छ हैन, पहिरो गएको छ हितासी भएको रोड खन्ने ठाउँमा। यता पनि यत्रो ढुङ्गा झरेको छैन, यहाँदेखि उदो गयो भने के होला। हिजो भर्खर 200 रुपियाँको साइना मामाको यस्तो छ नाचमनी चाहिँ खतरा नै छ क्या। साइना मामा पान्ट्राको सुर्केको टपर 1 मा आउने हो क्या, ढुस्रा जेको घाँसमा पनि यस्तो खतरा छ। गाइज छैन, हिजो भर्खर लाएको क्या यो ढुस्से। हामी 5 जना, कान्छा मामा, साला मामा, माइजू, म भएर 4 जनाले लाएको होइन। यो यस्तो खतरा छ होइन। ढुस भने चाहिँ उपरसँग लागेको छ क्या, यो उपर छ। उयो घर चाहिँ यतापट्टिको बुढो घर, तलतिरको सानो मामा घर। त्यो बुढो घरमा चाहिँ कोही बस्दैन होइन। मकै बारी पनि छ। यो चाहिँ हाइब्रिड मकै। ढुस भन्छ जोत्ता भने त्यतै यता पनि छ। हिजो यहीँको ढुस काटेर रोपेको होइन। यता माथि पनि छ ढुस, त्यहाँ चाहिँ काटेको छ। इस्कुसको थाङ्ग्रा यो उखु बारी खतरा छ फेरि। उखु बारी खतरा। यो बुढो घर चाहिँ सत्यजुगको बुढो घर अझैसम्म ठाडै छ। उखु बारी, माछा पोखरी, माछाको बच्चा पनि छ होइन। यहाँ तलतिर यो चाहिँ हिजो भर्खर फुलबारी बनाएको, कान्छामा म भएर सानोमा माइजू भएर। यहाँ तल पनि छ हो मकैबारी। खतरा हे। यो घर चाहिँ मैजा मामा, कान्छा मामा। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। युट्युब वा फेसबुकमै, दुइटामै। फेसबुकमा पनि फुलबा तामाङ र युट्युबमा पनि फुलबा तामाङै छ। धेरै भ्युज, फलो, लाइक बढाइदिनु होला, तपाईँको आशा छ। धन्यवाद। यस्तै भिडियो म फेरि लिएर आउनेछु। धन्यवाद।